गुड इभिनिङ साथीहरू, राधे राधे। हजुरहरूलाई शुभरात्रि। यो मैले राति भिडियो आइरहेको छ, तर यो मैले चाहिँ बेलुकाको 5 बजीतिरको त्यतिखेरको लागि के भन्नु है, खाजै भनौँ है, अनि बनाइरहेको छु। आज चाहिँ मैले बिहिबार बजार हाम्रो यहाँ लाग्छ र फ्रेस मकै लिएर आएको थिएँ। त्यसलाई चाहिँ म यहाँ सिटी लगाएर उचाल्दैछु। म चाहिँ यस्तो हुन्छ कि भिडियो बनाउनुभन्दा अगाडि नै प्रोसेसहरू देखाउँ भन्दाखेरि चाहिँ फट्टै माइन्डबाट निक्लिसकेको हुन्छ र बादमा याद आउँछ कि कसरी बनाएँ, हजुरहरूलाई पनि देखाइदिउँ भनेर। यो चाहिँ मैले मकैलाई उसिने, यसमा चाहिँ नुन हालेर मजाले उसिने 2 सिटी लगाइसकेपछि मैले यसलाई सिटी उचालेर नै निकाल्दै, किनभने धेरै बेर त्यो सिटी आफै सेलाएर उयो हुन्जेले मकैले धेरै पानीहरू एब्जर्ब गर्ने गर्दछ र पोल्दाखेरि ल्यासी राम्रो टेस्ट आउँदैन। र यसरी निकालिदिएर एकछिन यस्तो छान्ने प्लेटमा तपाईँले हालिदिनु भएको छ भने चाहिँ हेर्नुहोस् ल, अहिले म पोलेर तपाईँहरूलाई देखाउँदैछु। एकदम राम्रो र ग्यासमा पनि परेर कोइलामा पोलेको जस्तै नै मकै हुन्छ र अलरेडी यसमा नुन पसिसकेको हुनाले चाहिँ स्वादिलो हुन्छ। एकपट्टि मैले यहाँ सिलौटोमा अचार पिस्नुलाई रेडी गरिरहेको छु। यो लसुन र पुदिना बाबालाई पिसेर निकालिदिन्छु र पछि हामीलाई चाहिँ मजाले खोर्सानी हालेर पिस्ने छु। र हेर्नुहोस्, मैले पिसी पनि सकेको छु र यो हो पुदिना, लसुन र यसको हेर्नुहोस् मकैमा एउटा पनि पानी छैन र मैले यसरी पोल्दैछु र यो कोइलामा पोले जस्तै नै हुन्छ। हजुरहरूले भन्नुहुन्छ होला ग्यास खेर जान्छ, र एकदमै यो पाकिसकेको मकै हुन्छ र हाल्ने बित्तिकै नै यसरी पानी नहुँदाखेरि चाहिँ पटेर पाक्ने गर्दछ यसरी, र एकदमै छिटो हुन्छ र ग्यास पनि त्यतिखेर जाँदैन। धेरै पनि लोभ गर्नु हुँदैन, अलिकति त मुखको स्वाद पनि हेर्नु पर्यो नि त है साथी हो। अनि हेर्नुहोस् त, एकैछिनमा एउटा पानी हुँदैन, मानौ यो सुक्खा मकै नै पोलिरहेको छु। यहाँ हेर्नुहोस्, र यहाँ मैले पहिलो मकै चाहिँ म यसरी बाबालाई लगिदिन्छु। यहाँ हेर्नुहोस्, म बाबालाई लगिदिँदैछु। बाबाले हमेसा भुटेर खाने बाबालाई बानी प्याज हालेर, लेकिन मैले यसरी पोलेर दिएकोले चाहिँ भाप पल्किनु भएछ। नेक्स्ट टाइम आउँदाखेरि मैले यसरी नै दिएको थिएँ र यसपालि पनि त्यसरी नै बनाऊ भन्नुभयो र मैले यसरी बनाइदिँदैछु। र बाबालाई दिइसकेपछि म अर्को चाहिँ यहाँ ससुराबालाई दिनु जाँदैछु, किनभने उहाँहरूलाई पनि मकै मिठो लाग्छ। र एउटा बाबालाई एउटा आमालाई भनी मैले पुऱ्याइदिएको छु र साथै नानीहरूलाई पनि खाना आऊ है भनेर बोलाएर गएर उनीहरूलाई पनि फेरि पोलिदिँदैछु। हेर्नुहोस् त, मकै हालिराखेर गएछु र अलिकति डढेको जस्तो भएको छ, तर एकदमै स्वादिलो छ। छोराले चाहिँ कालो मकै खाँदिन भनेर उसलाई उसिनेर निकालिदिएको थिएँ, त्यही पनि आजकलको नानीहरूले मकै खानु कहाँ जानु चाहिँ एकदमै टेस्टी भएको थियो। मलाई चाहिँ एकदमै मन पर्यो। हजुरहरू पनि ट्राई गर्नुहोस्, मन परेमा कमेन्ट